नमस्कार। सिक्किम राज्यमा यति बेला बढ्दै गइरहेको ड्रगको समस्या अनि अनलाइन गेमलिङको लत जुन चाहिँ छ, यसलाई लिएर अप्पर बुर्तुक निर्वाचन क्षेत्रको विधायक कला राईले आज सदनमा गहिरो चिन्ता व्यक्त गरेको छिन् र सँगसँगै उहाँले यस जुन बढिरहेको यो मुद्दा छ यसलाई कन्ट्रोल गर्नको निम्ति, यसलाई नियन्त्रण गर्नको निम्ति कडाभन्दा कडा कानुन बनाउनु पर्ने माग पनि राखेको छिन्। नमस्कार, तपाईहरु सिक्किम न्यूज 24 हेरिरहनु भएको छ। म मोहन कुमार कार्की। आज जुन चाहिँ सिक्किम को निम्ति जुन 2025-26 को वित्तीय वर्ष 2025-26 को बजेटको आज अन्तिम दिन रहेको थियो र यसमा आफ्नो कुरा राख्दै विधानसभामा अप्पर बुर्तुक निर्वाचन क्षेत्रको विधायक कला राईले सिक्किममा जुन बढिरहेको ड्रग्सको समस्या छ यसलाई लिएर आफ्नो गहिरो चिन्ता व्यक्त गरेको छिन् अनि उहाँले बताए अनुसार सिक्किममा यति बेला युवाहरू धेरै ड्रगको शिकार बन्न पुगिरहेका छन् अनि लग्जरी गाडीहरूमा यो ड्रग्सलाई ल्याइने अनि यो ड्रग्सको जुन पेडलिङ भइरहेको छ यो धेरै बढिरहेको भनेर उहाँले चिन्ता व्यक्त गरेको छिन् भने यसमा कडाभन्दा कडा कानुन बनिनुपर्छ भनेर उहाँले सदनमा आज माग उठाएकी छिन् र सँगसँगै उहाँले जुन यति बेला युवाहरूमा अति नै पपुलर बन्दै गएको अनलाइन गेमलिङ जुन चाहिँ भइरहेको छ, विभिन्न वेबसाइटहरूको माध्यमबाट, विभिन्न एपहरूको माध्यमबाट अनलाइन गेमलिङ अथवा अनलाइन जुवा खेल्ने जुन कल्चर यति बेला सिक्किममा डेभलप हुँदैछ यसलाई लिएर पनि उहाँले गहिरो चिन्ता व्यक्त गरेको छिन्। सिक्किमको बेसिकली युवाहरू यो गेममा धेरै डुबिसकेका छन्, यो गेमको लतमा डुबिसकेको छन्, जसको कारणले गर्दाखेरि यहाँको युवाहरूले आफ्नो प्यारेन्ट्सहरूको स्यालेरी धरि यो गेममा लगाएका छन् भनेर उहाँले आफ्नो गहिरो चिन्ता व्यक्त गरेको छिन् अनि सँगसँगै उहाँले आज हाउसमा यो माग पनि राख्नु भएको छ कि अब भने साइबर सेलले यस्तो खालके कानुन सिक्किममा ल्याउनु पर्यो जसको कारणले गर्दाखेरि चाहिँ जति पनि यो एप्लिकेसन्सहरू छ, यस्तो वेबसाइट्सहरू छ यसलाई प्रतिबन्ध लगाइनु पर्ने उहाँले माग राखेकी छिन्। अन्य खबर, अन्य अपडेट्सको निम्ति हेर्दै गर्नुहोस् सिक्किम न्यूज 24। म छु तपाईको साथमा मोहन कुमार कार्की। पंजाब स्टेट डियर 200 मंथली लॉटरी। पहिलो पुरस्कार 1,50,00,000 ग्यारेन्टेड पुरस्कार। टिकट को मूल्य 200 रुपया। पहिलो पुरस्कार केवल बिक्री भएका टिकटबाट।